हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आजभन्दा करिब 3 दिन अगाडि जम्मू काश्मीरको पहलगाम भन्ने ठाउँमा टेरोरिस्टले त्यता रहेको टुरिस्टलाई अट्याक गर्दाखेरि एकजना नेपाली सहित करिब 28 जनाको मृत्यु भएको खबर प्राप्त भएको छ। यस भिडियो चाहिँ मैले पटक पटक भइरहने टेरोरिस्ट अट्याक र इन्डियन सिनेमा मेनली बलिउडमा बन्ने मुभी जुन चाहिँ इन्डिया पाकिस्तानको सम्बन्ध अथवा इस्युलाई लिएर चाहिँ बनाइन्छ र यस्ता घटनाहरूबिच के सम्बन्ध छ त त्यस सम्बन्धी चाहिँ हामी चर्चा परिचर्चा गर्नेछौँ। सर्वप्रथम त पहलगाममा के भएको थियो त्यो बारेमा केही चर्चा गरौँ। 9 का आज का अंक पहलगाम आतंकी हमलों को समर्पित। विभिन्न न्युज पोर्टल तथा सामाजिक सञ्जालमा उपलब्ध भएको फुटेज अनुसार त्यहाँनिर पहलगाम भनेको चाहिँ अलिकति सेक्युरिटी पनि अलिकति विक भएको ठाउँ अनि टुरिस्ट चाहिँ धेरै जाने ठाउँ, त्यस्तो एरियालाई चाहिँ टार्गेट बनाएर टेरोरिस्टहरूले चारैतिर घेराबन्दी गरेको अनि त्यस पछाडि कुन धर्म हो भनेर सोध्ने गरेको अनि कसैले म मुसलमान हो भने मुस्लिम सम्बन्धी केही कुरा प्रश्नहरू गरेको र उत्तर यस घटना पश्चात सबै दोषहरू चाहिँ इन्डियाले पाकिस्तानलाई थुपारेको छ। अब सो अन्तर्गत इन्डियाले सार्क राष्ट्रको भिजा प्राप्त गरेर इन्डियामा रहेको पाकिस्तानीहरूलाई 48 घण्टाभित्र नै इन्डिया छोडेर पाकिस्तान जान र अन्य पाकिस्तानीहरूको हकमा भने मे 1 सम्ममा इन्डिया छोडेर पाकिस्तान जानको लागि आह्वान पनि गरिसकेको छ। यता पाकिस्तान भने यो नितान्त टेरोरिस्ट अट्याक हो र यसमा आफ्नो कुनै संलग्नता नरहेको भनेर आफ्नो डिफेन्स गरेको छ भने इन्डियाले भने अब यदि तेरो कुनै संलग्नता छैन भने तिमीहरूकै टेरिटोरीमा किन यो आतङ्ककारीहरू सुरक्षित छन् त, खोइ त समातेको भनेर प्रश्न चिन्ह पनि खडा गरेको छ भने अन्तर्राष्ट्रिय समुदायको सम्पूर्ण समर्थन यस बेला चाहिँ इन्डियामाथि नै रहेको बुझिएको छ। अब कुरा गरौँ बलिउडमा इन्डिया र पाकिस्तानको जुन सम्बन्ध इस्युहरूलाई लिएर कस्ता मुभीहरू बन्छन् भनेर। प्रायः जसो मुभीमा चाहिँ के देखाएको हुन्छ भने पाकिस्तानलाई चाहिँ एउटा आतङ्ककारीहरूको गण भएको सिम्बल रूपमा देखाइन्छ, जहाँनिर चाहिँ इभन पाकिस्तान सरकार र आतङ्ककारीहरू मिलेर इन्डियामाथि ठुलो हमला चाहिँ गर्न खोजेको त्यस्ता प्लानहरू बनाउने तर इन्डियामा भने एकजना हिरोले नै यस्ता मुभीहरू बिचरा पाकिस्तानीहरूले त के हेर्थ्यो होला र होइन, त्यही भएर पाकिस्तानमा ब्यान भएको पाइएको छ भने बलिउडको बक्स अफिसमा भने एकदमै धमाका मचाइरहेको पाइन्छ। अब यस्ता मुभीहरूले पाकिस्तानको समाजमा कस्तो छाप छोड्ला त, पक्कै पनि राम्रो त छोड्दैन होइन। जुन इन्डिया र पाकिस्तानको सम्बन्ध यत्तिकै फाटिएको छ, यत्तिकै आगो बलिरहेको छ, त्यसमा चाहिँ यस्ता मुभीहरूले चाहिँ बलिरहेको आगोमा चाहिँ घिउ थप्ने काम गरेको जस्तो चाहिँ मलाई लाग्छ होइन। अब सबै मुभीमा चाहिँ त्यस्तो बनेका छन् भन्ने होइन, म्याक्सिमम मुभीमा चाहिँ पाकिस्तानलाई चाहिँ एउटा सिम्बल अफ टेररिजमको रूपमा युज गरेको पाइन्छ भने यता इन्डिया चाहिँ अलिकति भिक्टिम भएको र उसलाई पाकिस्तानलाई त्यो टेरोरिस्टको एट्याकलाई एउटा हिरोले चाहिँ रेजिस्ट गरेको देखाउन खोजिएको छ। अब म्याक्सिमम मुभीहरूमा यस्तो पाइन्छ, तर कुनै मुभीहरू चाहिँ यस्तो पनि छ जस्तो बजरङ्गी भाइजान भन्ने, जसले चाहिँ बक्स अफिसमा पनि राम्रो कलेक्सन गरिएको छ र यसले चाहिँ पाकिस्तान र इन्डियाको यो घडी इन्डियाको लागि चाहिँ एकदम दुःखद घडी रहेको छ भने पाकिस्तानको लागि पनि उत्तिकै चुनौतीपूर्ण घडी हो जस्तो मलाई लाग्छ। अब बलिउडमा चाहिँ यस्ता मुभीहरू बनाउनलाई आजैबाट बन्द भयो भने भोलिबाट चाहिँ टेरर अट्याक चाहिँ हुँदैन भनेर मैले भन्न खोजेको होइन, तर पनि समग्र जुन पाकिस्तानी जनताहरू छ र इन्डिया जनताहरू छ जसमा चाहिँ एक अर्का बिच चाहिँ हेट गर्ने चाहिँ जुन परिपाटी चलेको छ यसले चाहिँ आगोमा घिउ चाहिँ पक्कै थपेको छ जस्तो लाग्छ। यदि यस्ता मुभीहरू चाहिँ बनाउनलाई बन्द गर्यो भने त्यो हेटलाई चाहिँ केही कमी गर्न सकिन्थ्यो भने यदि आगामी दिनहरूमा इन्डिया र पाकिस्तानको जुन इस्यु छ, जुन सम्बन्धको इस्यु छ त्यसलाई चाहिँ अलिकति पोजिटिभली रूपमा ब्यालेन्स तरिकाले एक अर्काको चाहिँ नङ्ग्रा मासु जस्तो सम्बन्धको खाँचो छ भनेर पोर्ट्रे गर्ने कुनै एउटा मेकरले, राइटरले, प्रड्युसरले होइन कुनै एउटा मुभी बनायो भने पक्कै पनि इन्डिया र पाकिस्तानको जुन सम्बन्ध छ त्यो चाहिँ
सुध्रिन सक्छ अथवा सुध्रिन नहाला तर जुन घृणा गर्छन् एकअर्कालाई त्यो चाहिँ के हदसम्म पनि कमी हुनसक्छ भन्ने चाहिँ मेरो विश्लेषण हो होइन। अन्त्यमा मृतक सम्पूर्ण परिवारहरूमा चाहिँ हार्दिक समवेदना प्रकट गर्न चाहन्छु होइन। र आगामी दिनमा चाहिँ यस्ता मुभीहरू चाहिँ हेर्न पनि नपरोस् होइन। र राम्रो क्रिएसनहरू राम्रो चाहिँ कथाहरू चाहिँ आओस् भन्ने मेरो चाहना यही व्यक्त गर्दछु र मेरो भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद।